2031 भदौ 20 गते जन्म भएको थियो परिवर्तनको एक प्रतिनिधिको। भक्तपुरको नगरकोटलाई के थाहा थियो कि म नेपाल चलाउने एक युवक पालिरहेको छु? तोते बोलीको उमेरदेखि नै खुब बोल्ने प्रवृत्तिको थियो त्यो सानो रवि आज माननीय रविको रूपमा चिनिन्छन्। क्रान्तिको थालनी परिवारबाटै गरेका रवि आज रवि भएका हुन्। कुनै समयमा नयाँ कुरा सिक्न देशभन्दा बाहिर गएका थिए, तर देशको मायाले उनलाई फेरि पनि देशमा तान्यो। देशको प्रेम भावले बाँधिएका थिए रवि। विदेशमा केही वर्ष अल्मलिएको हुँ, बाटो भुलेको छैन भन्दै खुसी साथ आएका थिए रवि। देशको अव्यवस्थित शान्त वातावरणलाई जगाउन राजनीतिमा प्रवेश गरेका हुन् रवि। धन्यवाद पूर्व प्रधानमन्त्री, तपाईको यो उपस्थितिले यो माहौलमा हामी अत्यन्त हर्षित भएका छौं।